हेलो गाइज वेलकम ब्याक अन माई नेक्स्ट भिडियो होइन हजुरहरू नयाँ हुनुहुन्छ भने यो भिडियोलाई अन्तिसम्म हेरेर सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। अनि हजुरहरूलाई थाहै छ पहिलादेखि भिडियो हेर्नु हुनेहरूलाई म चाहिँ झापा बस्छु भनेर आज चाहिँ म घर जाँदैछु 5 स्टार होइन। आजको भ्लग चाहिँ यही छ होइन, दमक टु 5 स्टार भन्ने। अनि अब चाहिँ यहाँ भारी अलिक गरौँ छ होइन, यहाँ मेरो लुगा थोरै छ अनि तुम्माले लगाइदिनु भएको कसैले छ। अनि म चाहिँ अब सरासर बस पार्क जानुपर्ने हुन्छ। यहाँ माथिबाट म अटो लिन्छु, मेरो हात गइसक्यो। अनि त्यहाँदेखि अब भने अटो बाँडेर्नु पर्छ गाइज। हेलो गाइज, म बस पार्क आइसकेँ होइन दमकको। गाइज म चाहिँ गाडी चढिसकेँ होइन, सरासर जानुपर्ने हुन्छ। गाइज अहिले चाहिँ हामी गोदकमा झरेको छौँ होइन, खाना खानालाई। अब यहाँ गोदकमा चाहिँ खाना खानुपर्ने हुन्छ। सबैजना झरिसक्यो, मलाई चाहिँ बाटोमा हिँड्दा त्यस्तो खाना केही खान मन लाग्दैन, त्यही भएर म चाहिँ यतिकै डुलिरहेको छु होइन। यही हो म चढेको गाडी। अब यहाँदेखि चाहिँ सर फेरि यता उदै चाहिँ यता पर जानुपर्ने हुन्छ। अनि गाडीमा चाहिँ लोकदोरी गीत बजाएर अल्छी लागेर मलाई अनि भिडियो चाहिँ अलिअलि बनाउँदैछु होइन। अब गाडीभित्र बोल्न पाएको छैन, त्यसको लागि सरी। अब चाहिँ अझै पनि लाइक गर्नुभएको छैन भने अहिलेसम्ममा लाइक ठोकिदिनु होला होइन, अनि सब्सक्राइब गरिदिनु होला। फेरि भेटौँ।
गाइस म चाहिँ हाम्रो गुरुविसे पञ्चमी आइपुगेँ होइन। अब यहाँदेखि आधा घन्टा जति लाग्छ। बाटो पनि त्यस्तै खराब छ। यता उता हल्लिँदा मेरो ढाड दुखिसक्यो, टाउको दुखिसक्यो, कतिखेर पुग्ने। अनि यो बजारमा चाहिँ मैले 1 देखि 12 सम्म पढेको। बजार त हुस्से लागेर केही छैन, जाडो भएर कुहिरो लागिरहेछ। अब चाहिँ जानुपर्छ, भारी लाउनु हुँदैछ यहाँ घरमा लाने केही सामानहरू अङ्कलले। अब चाहिँ हाम्रो गाउँतिरै पुगेर भेट्नुपर्छ। गाइस म चाहिँ गाडीबाट झरेर ठक्क घरतिर जाँदैछु होइन। एकदमै खुसी लागिरहेछ होइन। घरमा हुनुहुन्छ कि हुनुहुन्न, तर काममा सबैजना जानुहुन्छ नि त। घरमा कोही हुनुहुन्न होला। अब 15 मिनट पनि लाग्दैन। अब हिँडेर जानुपर्ने हुन्छ। रोड त रोडै छ तर गाडी जाँदैन। अनि घरमा जान्छु को हुनुहुन्छ। यहाँबाट हेर्दा त कोही छैन जस्तो छ। यस्तै छ। पर त जाडोले झन्डै मरेँ म। यता चाहिँ धन्न घाम लागिरहेको रहेछ, उज्यालो रहेछ। उता त कुहिरोले डुम्म यहाँदेखि यहाँको मान्छे पनि नदेखिने भएको थियो। अनि भारी पनि अलिअलि गरौँ छ। अब भने चाहिँ 10-15 मिनटमा पुग्छु। हाम्रो मम्मी पनि भेटे बाटोमै आउनु हुँदैछ रहेछ। हाम्रो मम्मी उहाँ चाहिँ नमस्कार मम्मी। नमस्ते मम्मी। जाडो भएर म त आइहालेको। अङ्कल त माथि हुनुहुन्छ, खाजा खानु हुँदैछ होला। के गर्छ? भिडियो बनाएको नि। किन जानु भएको? भाडा साडा तिर्नु परेन? भोलि दिँदा हुनु नि। चामल लानु पर्ने सर। लाछा लाएर राम्री भएको रे। डेमा बोलिसकेको, डेमासँग इमाइजूले दिएको उखोर सँगै आएको माइजरसँग। हेलो भनिदिनु न मेरो ब्लगमा। हाई भनिदिनु त। हेलो हाई, के छ छोरा? मेरो ठिक छ। को छ घरमा? दीक्षा आयो? दीक्षा तल कुरो पकाउनु लागिरहेको। दियो न आउँछ न, उसको त क्लास हो। म जाँदै गर्नु अनि? फोन त नि आइहाल्छ। म चाहिँ भेट्छु कुद्दा। अनि अघि नै फोन गर्नु छैन? लागेन अहिले। अनि भर्खरै गोठबाट निस्केँ म। भात परा पुरानो मौरी पुरानो घर छेउदेखि घाँस लिएर बिसाएर दीक्षा हराएर कुदेको त। म त जाडो भएर झरिहालेको नि। माइजूले चिया खाएर जाऊ भन्दै थियो। म त जाडो भएर जान्छु म त। आइहाल्नु है छिटो। गाइज मैले मम्मीलाई पनि बाटोमै भेटेँ होइन। मम्मी चाहिँ त्यो गाडी भाडा दिन जानुभएको। मसँग चाहिँ गाडी भाडा थिएन नि त। त्यही भएर मम्मीले ल्याउनु हुँदै थिएछ। अनि त्यहाँदेखि म चाहिँ अब घर जान्छु होइन। एकदमै जाडो छ। अनि परतिर त अझै कुहिरो लागिरहेको रहेछ। म देखाउँछु ल तपाईँहरूलाई। चाहिँ कुहिरो लागेर यो पञ्चमी र दशमी भन्ने ठाउँमा चाहिँ जहिले कुहिरो लाग्छ होइन। साह्रै जाडो हुन्छ। यहाँदेखि यहाँको मान्छे पनि देखिँदैन। फाइनली गाइज यो चाहिँ मेरो गाउँ होइन। अनि हाम्रो गाउँ चाहिँ यस्तै छ। पातलो घर छ। घर त्यति धेरै छैन। 1, 2, 3, 4 त्यस्तै पातलो छ। अनि यो चाहिँ मेरो घर होइन। मेरो घर चाहिँ सानै छ। अब गाउँतिर कुखुराहरू पालेको हुन्छ। घरहरू चाहिँ फोरै होला। ठुली बहिनी स्कुलदेखि आएको छैन अरे। कान्छी बहिनी चाहिँ आएर तल गोठमा, यहाँ तल छ गोठमा कुडो पकाउँदैछ अरे बस्तुलाई दिनुलाई। अनि घरमा त के हो यो घर त यस्तो त। अब घरमा काम गर्ने मान्छेहरू नभएपछि यस्तै हो। कोपा बिचुयान खै कोमा चाहिँ सन्चै ए म अहिले आएको, एक्लै आएको।
यस्तै छ हाम्रो घर त यस्तै लथालिङ्ग परेको हाम्रो घर चाहिँ यस्तो जङ्गलको छेउमा छ होइन अनि हाम्रो एउटै मात्रै छ घर यता जङ्गल छेउमा अनि घरहरू पनि पातलो पातलो छ ऊ परको त्यो टाउको जस्तो देखिएको ऊ रुख छेउतिर मान्छे मर्यो अरे जस्तै झुन्डेर त्यता घाँस सोतार गर्न जान्थ्यौँ हामी त्यता जान पनि डर लागिरहेछ आजभोलि चाहिँ अनि कोपा चाहिँ यहाँ चित्र बुन्नु हुँदैछ रहेछ घरहरू चाहिँ यस्तै हो मेरो घर यो हाम्रो कोपाहरूको मूल घर हाम्रो मूल घर हाम्रो मूल घर हाम्रो घरमा चाहिँ कोही छैन रहेछ गाइस अनि मेरो घर देखिहाल्नु भयो होइन हजुरहरूले अब गाउँघरमा त यस्तै हो होइन सबै काममा हिँड्नुपर्छ त्यो घर स्याहारी बस्नुपर्ने टाइम पनि हुँदैन अनि घरहरू त्यस्तै हुन्छ अब माइन्ड नगर्नु होला होइन अब घरहरू भन्दा पनि वस्तु भाउहरू धेरै छ नि त हाम्रो चाहिँ अनि घाँस काट्दै पनि त्यो घरहरूलाई स्याहार गर्नै पुग्दैन अनि त्यहाँदेखि यहाँ चाहिँ म चाहिँ कहाँ जाँदैछु भने अहिले चाहिँ बहिनी तल गोठमा छ अरे होइन टक 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 गर्दैछ कुडो पकाउँदैछ होला सायद होइन अनि म त्यसलाई भेट्दै हाम्रो गाई बस्तुहरू पनि हेर्नु जाँदैछु हावा चलिरहेछ होइन आलु मकैहरू उम्रिँदैछ रहेछ यहाँ चाहिँ आलु पनि खुनेको रहेनछ यहाँ चाहिँ हिउँदे आलु रोप्नु भएको थियो होइन आलु अनि यो खुन्नु भएको रहेनछ अनि यता चाहिँ मकैहरू उम्रिँदैछ मकै आलुहरू भर्खरै जस्तै पानी परेर होइन परतिर कुहिरो लागिरहेको छ त्यहाँ पर चाहिँ जहिले कुहिरो मात्रै लागिरहेको हुन्छ होइन एकदमै जाडो हुन्छ अब भने चाहिँ म कान्छी बहिनी चाहिँ गोठमा छ अरे कुडो पकाउँदैछ अरे म त्यसलाई भेट्न जान्छु अनि हाम्रो बस्तुहरू पनि देखाउँछु यिनीहरू चाहिँ हाम्रो बारी हो होइन यो चाहिँ किबीको बोट होइन किबी अस्ति हावाले लडाएर सबै यसो थाक्रा बनाएको छ अब फेरि झाँगा लाउनु पर्ने छ हाम्रो गोठ चाहिँ उतल छ होइन यहाँ चाहिँ मेरो बहिनी छ होला होइन टक 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 गर्दैछ कुडो काटेर पकाउँदैछ होला अनि म चाहिँ अब मेरो बहिनीलाई भेटाउँछु यिनीहरू चाहिँ हाम्रो बारी होइन उपर चाहिँ मेरो बहिनी कुडो काट्दैछ होइन टक 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 गर्दैछ अनि अब म त्यसलाई देखाउँछु अनि हाम्रो गाईहरू पनि छ होइन अनि गाईहरू चाहिँ एकदमै धेरै छ 1 2 3 4 5 वटा छ हाम्रो वस्तु अनि यिनीहरू चाहिँ मेरो गाईहरू हाम्रो गाईहरू आयो यता सानो पनि रहेछ के गर्दैछस् यो चाहिँ कुडो पकाउँदैछ होइन गाईहरू हेलो भन् न यो चाहिँ कुडो पकाउँदैछ यो चाहिँ अघि स्कुलबाट आएर कुडो पकाउँदैछ होइन आगो बल्दैछ रहेछ ल कतिखेर आइस् त कति मसिनो काटेको अलिक ठुल्ठुलो काट्नु नि तेरो नाम चाहिँ के भन्दै त यसको नाम चाहिँ दीक्षा होइन अनि यस्तै छ हाम्रो गाउँघरै होइन अनि यिनीहरू चाहिँ हाम्रो बारीहरू यहाँदेखि यहाँ माथिसम्म हाम्रो बारी छ उतापट्टि पनि छ अनि यहाँ चाहिँ मल थियो मलहरू चाहिँ अस्ति बारीमा बोकेर लगाइसकेर आलु पनि उम्रिसकेछ अनि यतातिर चाहिँ काठहरू काटेको थियो अनि डढेलो पनि लाउनु भएछ म यहाँ घरबाट निक्लेको 3 महिना जति भएको थियो नि त यस्तै छ हाम्रो गाउँठाउँ होइन जङ्गलहरू हाम्रो घर चाहिँ अब जङ्गलको बिचबिचमै छ अनि घाँसहरू पनि केही रहेनछ भोलि के काटेर दिने होला म त यहाँ आएपछि घाँसको दुःख सम्झिँदै अल्छी लाग्छ घाँस काट्न पनि भोलिदेखि घाँस काट्नुपर्छ होइन गाई चाहिँ म चाहिँ अहिले बहिनीले कुडो काट्दै थियो अनि त्यो उसलाई काट्नु छोड अनि म काट्छु भनेर काटेर मैले चाहिँ बसिसकेँ अनि बहिनीले चाहिँ बस भनेको त्यो चाहिँ डोको बोकेर दौरा ल्याउनु गइहाल्यो हाम्रो गाउँको केटाकेटीहरू त काम गर्छन् अब सहरको उता अब के गर्ने मोबाइल पाएपछि दिनभर मोबाइलमै बस्छन् होइन अनि मेरो कान्छी बहिनी चाहिँ तर दाउरा भारी लाउँदैछ कान्छी चाहिँ यहाँनिर दाउरा भारी लाउँदैछ होइन दाउरा बोकेर आउँछ होला अनि म चाहिँ कुडो पकाउँदैछु मम्मी चाहिँ माथि त्यो गाडी अघि बिसाएको ठाउँमा माथि भन्ज्याङ भन्ने हो त्यहाँ चाहिँ दोकानहरू पनि छ नि त त्यहाँनिर जानुभएको छ मसँग चाहिँ गाडी भाडा थिएन अनि गाउँकै गाडी भएकोले अब
अब एकछिनमा भरे ल्याइदिन्छ है गाडी भाडा भनेर भनेको थिएँ। अनि मम्मीले पुऱ्याउनु जानुभएको, अनि चामल पनि ल्याउनु जानुभएको अरे। अब कतिखेर हुन्छ त्यो चाहिँ थाहा छैन। अब गाईहरू चाहिँ रहेछ, मम्मीले नै आएर धुनुहुन्छ होला। आज चाहिँ म एकदमै गलेको छु होइन। गाडीले राखेदेखि यतापट्टि त कच्ची बाटो छ नि त, खाल्डा खुल्डी छ। अनि गाडी यता उता हल्लिँदा जिउहरू पनि लालकलुक भएको छ, टाउको पनि अलिअलि दुखिरहेको छ। अब भोलिसम्म त निको हुन्छ होला टाउको त होइन। त्यही पनि आज चाहिँ जिउ अलिक धेरै गलेको जस्तो भइरहेछ। अनि यस्तै छ अब हाम्रो गाउँघर होइन। हाम्रो चाहिँ गाउँहरू पातलो छ, अनि त्यही पनि जङ्गलहरू धेरै छ नि त। त्यही पनि यत्रो जङ्गल हुँदा पनि घाँसको दुःख हुन्छ कि घाँसहरू पनि त्यति पाइँदैन। अनि सबैले यस्तै 2टा 3टा 4टा जस्तै हाम्रो चाहिँ 5-6वटा जति रहेछ। 3टा 6वटा छ वस्तुहरू, अरूहरूको पनि त्यस्तै हुन्छ। त्यही भएर घाँस सबैले काट्छन्, त्यही भएर घाँस चाहिँ हुँदैन। अनि त्यही भएर घाँसको दुःख हुन्छ। अनि यतातिर बिरुवाहरू हुन्थ्यो नि त रुखको, तिनीहरू पनि सबै अस्ति काटिसकेर पलाइसकेछ। आलु मकैहरू उम्रिँदैछ रहेछ। अनि अब आजलाई चाहिँ यति नै भिडियो बनाऊँ होला होइन। भोलि चाहिँ शनिबार, भोलि चाहिँ बिहानदेखि बेलुकासम्म के गर्छु होइन। बहिनीहरू पनि घरमै हुन्छ नि त। अनि भोलि चाहिँ बिहानदेखि बेलुकासम्म के गर्छु त्यो हजुरहरूलाई देखाउने छु होइन। अनि आजलाई चाहिँ यति भन्दै बाई। अनि भिडियो कस्तो लाग्यो होइन। भिडियो गाडीमा त गीत पनि बजिरहेको थियो नि त, त्यही भएर बोल्न पनि त्यति पाएन। अनि आधी बाटोदेखि त कुहिरो एकदमै लागिरहेको थियो, जाडो पनि थियो नि त। अनि त्यही भएर हात ठिराइरहेको थियो। अनि त्यही भएर कुहिरोमा त्यति राम्रो पनि देखिँदै थियो होइन। त्यही भएर मैले भिडियो बाटोमा त्यति धेर पनि गरिनँ। अलिक राम्रो देखिने घाम लागेकोतिर चाहिँ मैले बनाएँ। त्यहाँदेखि यता चाहिँ कुहिरो लागेकोतिर चाहिँ मैले भिडियो बनाइनँ। अनि त्यहाँदेखि भिडियो कस्तो लाग्यो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला होइन। मैले पनि भर्खरै यो चाहिँ मेरो 6 एपिसोड होला हौ, एपिसोडै भनौँ न होइन। अनि यो चाहिँ मेरो 6 के भन्छ त्यसलाई लगभग योसँग चाहिँ 6वटा हुन्छ मेरो भिडियो होइन। यो पोस्ट गरेपछि चाहिँ अब तर भिडियो चाहिँ कहिले पोस्ट गर्छु थाहा छैन होइन। भोलि नै गर्छु भन्ने चाहिँ छ होइन। अब आज त भिडियो एडिट गर्नु पर्यो। अनि त्यहाँदेखि अब वाइफाई पनि हाम्रोमा चाहिँ छैन। अनि एमबी पनि मैले पैसा लगाएको छैन होइन मोबाइल सिममा चाहिँ। अनि त्यही भएर डाटा पनि तानेको छैन। अनि भोलि भयो भने चाहिँ म हाल्छु होला होइन वाइफाई पाएँ भने। त्यही पनि ढिलो चल्छ यतातिरको वाइफाई। अनि पोस्ट पनि एकदमै ढिलो हुन्छ होला, त्योभन्दा पनि ढिलो त अब भिडियो एडिट गरेर डाउनलोड गर्नलाई होइन एकदमै ढिलो हुन्छ होइन। क्यापकटबाट एडिट गर्छु म, त्यही भएर एकदमै ढिलो हो। सेटमा डाउनलोड हुन्छ एडिट गरेको चाहिँ। अनि भयो भने म भोलि पोस्ट गर्छु होला। अनि हेरेर साथ दिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद होइन। आउने भिडियोहरू पनि हेरिदिनु होला भन्दै आजलाई चाहिँ यति नै। लभ यु गाइस, बाई, सी यु इन नेक्स्ट भिडियो।